यो भया के रहेछ यार गाडी त निचे काट्दा हौ यार म पनि यो पेट्रोल त अफ होइन यार ओहो यो पेट्रोल अफ रहेछ यार हो फाल्लाहरूको पेट्रोल पो बन्द गरे रहेछ नि यार अब यी दिने जस्तो अलि बढी मोटा रकमवाला हो नि उनलाई छिराउनु पर्यो ए दाजु त्यो अङ्कललाई भोलि बनिँदैन गाडी भन्दै जाउँदो फेरि आज बनिएको होला उहाँ त भन्नु सही बनी भन्दाखेरि कपडा पनि फोहोर हुन लाग्यो यार आज गइहाल्नु पर्यो जाउँ त हिट पैसा ल्याएको किन गाडी बनाउने होइन अब खर्च पानी चाहिने अब पैसा त ओ बाजे बन्ने कि नहीं त हाम्रो खटारा धोइ बन्ने कि आज घुम्न गइजानु बन्नीको बा बन्नीको त्यो बन्नीको ल्याएको अँ है चलाइ विचारहरू आ त चल चल बा चल एकैचोटि चलिदिनु न हो खिच्छ खिच्छ बाजे के कति लोक बाजे के खर्च लाग्यो त भन न भन हामी पनि घुम्न जानु हो ढिला भइगयो कति लाग्ने रोक रोक बन्दमा रोक खर्च हेरबा एको मैले कोलोज फुटलेटबाट ल्याएँ एक अझै एको पावर प्लग पनि खराब भएको यो बा अझै एको इन्जिनको समस्या रहेछ बा नचल्ने कारणले त्यही रहेछ एको अब खर्च टोटल मिलाइयो भने त बा 2500 भयो 2500 अब सब हक्कीको बा यो अब चला अब बनिने होइन बा बिग्रियो भने त अब 2500 त आखिर नाप मिलाइदिलाई कि बनाउन तँ आफ्नै मान्छे 2200 दिदिए त बा हेर बाजा उहाँले यति पैसा त हाच्छी कि यो गाडी बेच्छु भने अब गाडी बनाउनको लागि बनाएको मेरो भाइ हो हेर अब घुम्न बिहाइ भयो मेरो भाइ यहाँ कम्तीमा काम अटेको 3-4 दिन यो बनाउने जति लाग्यो पैसा यही कामहरु कटाए बाजा लौ त मलाई पनि हेल्पर चाहियो बानीको गरिदिनु अब आफू अब तुलसी मा पै फलाउनाले कहाँ डाउमा ल्याउने कहाँ यहाँ ग्यारेजमा फसाइयो मा